ओए सुनको घन्टी है बुद्ध भगवान अम्मा पेमा गड ब्लेस अस ओए दामी फरफराइरहेछ लगाइस हामी चाहिँ यतातिर छौँ है सर्लक्क लाएर हरियाली गेट फुल अलि यतिखेर चाहिँ बेलुका भइसक्यो अवस्था छ यो चाहिँ ठ्याक्कै हामी कहाँ हो भन्दाखेरि यो चाहिँ ठ्याक्कै ललितपुर ओए यत्तिकै चाहिँ देख्नु पऱ्यो है दामी आइरहेछ साइनी है हेर्नु त लगाइस आफ्नो अनुहार आफ्नो हथौडा यहाँ चाहिँ देखिने भयो पानीमा है यत्तिको चाहिँ भयो भने त ल हेर्नु त एट्र्याक्टिभ देखिन्छ बेलुकाको टाइममा एकदमै यो के भन्छ तपाईँको लाइट रिफ्लेक्टिभले गर्दाखेरि चाहिँ दामी देखिन्छ खासमा यो माथितिर हुनुपर्ने होला यतातिर अब खोला के भन्छ पोखरी त यस्तै भइहाल्यो है दामी फुलिरहेछ फुलै फुलको मौसम तिमीलाई कि कसलाई हो फुलै फुलको मौसम कसलाई तिमीलाई कि मलाई ल है यस्तो हरियाली भइसक्यो कि पानी परेर है टक्क ठाउँ ठाउँमा हेर न यस्तो बत्तीले गर्दाखेरि चाहिँ कस्तो साइनिङ देखिरहेछ खासमा बेलुकाको टाइममा पानी परे पछाडि चाहिँ एकदमै साइनिङ दामी आइरहेछ है इफ तपाईँहरू बोटिङ गर्नुहुन्छ भने बोटिङ पनि गर्न सक्ने भयो बोटिङ गर्न आउनु होला ल फ्यामिली सहित लिएर हाम्रो त छैन र पो त दामी देखिन्छ वरिपरिको दृश्यले टक्क यतातिर घर हुनाले टक्क यो हेर्दै होइन भाइब्स त मिल्छ तर जहिले एकैचोटि एउटै टाइम भयो भने चाहिँ गाह्रो हुन्छ नि त राम्रो देखिँदैन तर यो भिडियोमा चाहिँ ठक्क गमलामाथि राखेर चाहिँ साइनिङ चाहिँ दामी दिइरहेछ है खैरीहरू नि घुम्न आइरहेछ यो चाहिँ ट्याक्क फुल हो भोलिपर्सि फुलिन्छ अहिले चाहिँ फुल्न बाँकी छ है यहाँ के लेखाएको छ यो डुङ्गा गरेर चाहिँ यति यति लाग्ने है यहाँ तपाईँको यसरी सिँगारेको अवस्था ओए सुनको घन्टी है ल यस्तै छ है म नि यहाँ ठ्याक्क आइपुग्यो घुम्दै यतातिर आइपुग्यो त्यही भएर ठक्क तपाईँहरूलाई पनि देखाएको है त गाइज ल हेर्नुहोस् कि मजाले हेर्नुहोस् है बेलुकाको टाइममा यस्तै छ ल अब अरू भनेको बिस्तारै देखाउँदै गरौँ ल यो पोखरीको नाम चाहिँ ठ्याक्कै मलाई थाहा भएन के पो भनिन्थ्यो जे ट्याक्कै तपाईँको कहाँनिर छ भन्दा पनि यहाँ ठ्याक्क तपाईँको गेट फुल छ गेट फुल फेरि एकदम हरियाली भइरहेको अवस्था छ लेट्स सी बाई भोलिपर्सि चाहिँ
भेट्नु पर्ला कि यतातिर चाहिँ तपाईँको मेबी यो भित्र चाहिँ पूरा गर्न मिल्छ होला मेबी पूरा गर्दै हुनुहुन्छ उहाँहरूले है यहाँ चाहिँ बुद्ध भयो है बुद्ध भगवान भन्ने पेमा हुन् गड ब्लेस अस यस्तै यस्तै छ यतातिर चाहिँ त्यो बिहान बेलुका गरिन्छ होला मेबी यो सानो यो स्वयम्भू जस्तो नि छ मेबी त्यस्तै होला के न के होइन स्ट्याचु बुद्धको ल पछि भेटौँला बाई बाई सी यू